सन् 2026 जुलाई 30 को बिहान पाकिस्तानको काराकोर हिम श्रृङ्खला विश्वको 12औं अग्लो हिमाल ब्रोड पिक करिब 6600 मिटरको उचाइमा 10 जनाको एउटा टोली शिखरतर्फ लागिरहेको थियो। अनि बिहान करिब 9 बजे हिमालले सास फेर्यो। एउटा विशाल हिम पहिरो खस्यो र क्षणभरमै त्यो सिङ्गो टोली सम्पर्कविहीन भयो। त्यो टोलीको नेतृत्व गर्ने मान्छे थिए निर्मल पुर्जा, संसारले चिन्ने नाम निम्स दाई। उनको कम्पनी एलाइट एक्सपर्ट र निम्स दाई फाउन्डेसनले आधिकारिक रूपमा पुष्टि गरेको अनुसार यही हिमपहिरोमा निर्मल पुर्जाले ज्यान गुमाए। उनीसँगै अलविदा भए उनका विश्वासिला सहयात्री पुरबहादुर गुरुङ, युक्त र निमा शेर्पा अनि अभियानका अरू सदस्य ओमानकी नदिरा अलहार्थी र अमेरिकी साराह म्यालोरी गाइस। संसारभरका सञ्चार माध्यम CNN, BBC, नेसनल जियोग्राफिक सबैले एउटै समाचार बोके। पर्वतारोहणको आकाशबाट एउटा तारा खस्यो। निम्स दाईको कथा हिमालबाट सुरु हुँदैन। यो कथा सुरु हुन्छ म्याग्दीको एउटा सानो गाउँबाट, दाना। सन् 1883 मा जन्मिएका निम्स दाई हिमालको काखमा हुर्केनन्। उनको बाल्यकाल बित्यो चितवनको समथर फाँटमा। परिवार सामान्य थियो। बुवा र 3 दाजु गोर्खा सैनिक। ती दाजुहरूले नै आफ्नो कमाइले सबैभन्दा कान्छो भाइलाई अङ्ग्रेजी बोर्डिङ स्कुलमा पढाए। सानैदेखि निर्मलमा एउटा कुरा फरक थियो, हार मान्ने बानी नै थिएनन्। पढाइमा राम्रा अनि किक बक्सिङमा पनि खरिएका। तर उनको एउटै सपना थियो, हिमाल चढ्ने होइन, वर्दी लगाउने। सन् 2003 18 वर्षको उमेर निर्मल ब्रिटिस सैनिकको ब्रिगेड अफ गोर्खाजमा भर्ती भए। बुबा र दाजुहरूकै पाइला पछ्याउँदै उनी गोर्खा सैनिकमा भर्ती भए। तर उनी त्यहीँ रोकिएनन्। सन् 2009 मा उनले इतिहास रचे। रोयल नेभीको सबैभन्दा कठिन विशेष बल स्पेशल बोट सर्भिस अर्थात् SBS मा छानिने पहिलो गोर्खा बने। SBS संसारकै सबैभन्दा दुर्गम विशेष बल मध्ये एक हो, जहाँ छनौटको प्रक्रिया नै मानिसलाई चरम सीमासम्म धकेल्ने खालको हुन्छ। त्यहाँ निर्मलले चिसो मौसमको युद्धकला सिके, चरम अवस्थामा शरीर र मन कसरी नियन्त्रण गर्ने भन्ने सिके। करिब 16 वर्षको यो अनुशासन, यही धैर्य, यही असम्भव भन्ने केही छैन भन्ने मानसिकता, यही नै पछि हिमालमा उनको सबैभन्दा ठूलो हतियार बन्यो। जुन मान्छेले हिमालको इतिहास रचे उनले चढ्न सुरु नै धेरै ढिलो गरे। विदेशीहरूले पटक पटक सोध्थे एभरेस्ट कस्तो हुन्थ्यो। उनीसँग जवाफ थिएन, किनकि उनी कहिले हिमाल गएका थिएन। सन् 2012 मा बिदाको समयमा उनी एभरेस्ट बेस क्याम्प पुगे र त्यहीँ मन बदलियो। उनले गाइडलाई भने, मलाई साँच्चै चढ्न सिकाऊ। त्यस वर्ष लोबुचे इस्ट अनि सन् 2016 मा पहिलो पटक एभरेस्ट। विशेष बलमा वर्षौं बिताएका उनलाई थाहा थियो, असम्भव भनिने कुरा अक्सर मानिसको मनको सीमा मात्र हो। यही विश्वासले उनलाई एउटा यस्तो सपनातिर डोर्यायो जसलाई संसारले पागलपन भन्यो। सन् 2019 निर्मलले एउटा यस्तो घोषणा गरे जसले पर्वतारोहण संसारलाई स्तब्ध बनायो। विश्वका 8000 मिटर भन्दा अग्ला 14 हिमाल उनले 7 महिनाभित्र चढ्ने प्रतिबद्धता जनाए। त्यस बेलासम्मको रेकर्ड थियो करिब 8 वर्षमा। एउटा मान्छे भन्दैछ 7 महिना। सबैले असम्भव भने पैसा थिएन। उनले आफ्नै घर धितो राखेर पैसा जुटाए। मौसम शत्रु थियो, अनुमति झन्झटिलो थियो। शरीरले हरेक दिन आफ्नो सीमा नाग्नु पर्थ्यो। उनीसँग 3 कुरा थिए, फौजी अनुशासन, अद्भुत शारीरिक क्षमता र आफ्नो शेर्पा साथीहरूको अटुट साथ। बेस क्याम्प बीच समय बचाउन उनले हेलिकप्टर प्रयोग गरे र चरम उचाइमा पूरक अक्सिजन लिए। योजनाको हिसाब स्पष्ट थियो। अप्रिल 23 मा अन्नपूर्णबाट सुरु भएको यो यात्रा अक्टोबर 29 मा सिसापाङ्गामा गएर टुङ्गियो। कुल समय 189 दिन, 6 महिना 6 दिन। 8 वर्षको रेकर्ड 6 महिनामा तोडियो। संसारले विश्वास गर्ने गाह्रो कथा थियो यो। प्रोजेक्ट पोसिबलकै बीचमा सन् 2019 मे 22 मा निम्सले एउटा तस्बिर खिचे जुन संसारभर फैलियो। एभरेस्टको शिखर नजिक मृत्युको क्षेत्रमा आरोहीहरूको लामो लाइन, एउटा साँगुरो र धारमा सयौं मानिस पालो पुर्दै थिए। यो एउटै फोटो पर्वतारोहणको भिडभाड र जोखिमबारे विश्वव्यापी बहस सुरु गरायो। निम्सको सन्देश स्पष्ट थियो, 8000 मिटर माथि जहाँ अक्सिजन यति पातलो हुन्छ कि शरीर बिस्तारै मर्न थाल्छ, त्यहाँ पालो कुर्नु भनेको जीवनसँगै जुवा खेल्नु जस्तै हो। त्यो तस्बिरले हिमालको सुन्दरता होइन, हिमालको यथार्थ देखाएको थियो। सन् 2021 मा नेटफ्लिक्सले निम्सको कथा संसारभरि फैलायो। 14 पिक्स, नथिङ इज इम्पोसिबल। नेटफ्लिक्सले यो कथा किन रोज्यो? किनभने यो केवल आरोहणको कथा थिएन, यो एउटा नेपाली मान्छेको अटल आत्मविश्वासको कथा थियो। यो डकुमेन्ट्रीले संसारभरका दर्शकलाई छोयो, प्रशंसा र पुरस्कार दुवै पायो। तर यसको सबैभन्दा ठूलो योगदान अर्कै थियो। दशकौंदेखि सहयोगीको मात्र भूमिका खेलेका नेपाली शेर्पा आरोहीहरूलाई यसले विश्व मञ्चमा नायकको रूपमा उभ्यायो। जुन हातले अरूलाई शिखरमा पुर्याउँथे, अब ती हात आफै शिखरका मालिक थिए।
निम्सको नाम रेकर्डको सूची जस्तै छ। 14 हिमाल 6 महिनामा। सन् 2021मा 10 नेपाली शेर्पाको टोलीसँगै केटुकेको पहिलो शीतकालीन आरोहण, जुन कठिन हिउँदमा असम्भव मानिन्थ्यो र निम्सले त्यो अक्सिजन बिना गरे। एभरेस्ट, लोत्से जस्ता हिमाल घन्टौँको फरकमा। दर्जनौँ गिनिज रेकर्ड, बेलायती सम्मान, MBE। तर सन् 2024मा उनले अझ ठुलो काम गरे। पूरक अक्सिजन बिना नै सबै 14 हिमाल फेरि चढेर दुवै शैलीमा सबै 8000 चढ्ने विश्वको पहिलो व्यक्ति बने। हरेक रेकर्डको महत्त्व फरक थियो। कुनैले गति देखायो, कुनैले सहनशीलता र कुनैले शुद्ध शैली। तर सबैले एउटै कुरा भन्थे, मानवीय सीमा भनिने रेखा अझै धेरै पर सार्न सकिँदो रहेछ। हरेक ठुला नामसँगै बहस पनि आउँछ र निम्स अपवाद थिएनन्। परम्परावादी आरोहीहरूले पूरक अक्सिजनको प्रयोगमा प्रश्न उठाए। बेस क्याम्प बीच हेलिकप्टरको प्रयोगलाई कतिपयले पर्वतारोहण होइन भने निम्सको जवाब स्पष्ट थियो। आफूले अक्सिजन प्रयोग गरेको उनले कहिल्यै लुकाएनन् र पछि अक्सिजन बिना नै सबै हिमाल दोहोऱ्याएर देखाइदिए। यहाँ दुवै पक्ष सुन्नुपर्छ। परम्परावादीहरूको शुद्ध शैलीप्रतिको आग्रह पनि सही ठाउँमा छ र निम्सको पहुँच र सम्भावनाको सीमा बढाउने दृष्टिकोण पनि आफ्नो ठाउँमा सही छ। यो कुनै खलनायकको कथा होइन, यो पर्वतारोहण कस्तो हुनुपर्छ भन्ने फरक दर्शनहरूको भेट हो। रेकर्ड र चर्चा भन्दा पर निम्स एउटा मान्छे थिए जसले हिमालमा अरूको ज्यान बचाए। सन् 2019मा अन्नपूर्णमा एक हराएका आरोहीलाई उद्धार गर्न उनले आफ्नै अभियानको बीचमा हेलिकप्टरले फर्किएर धार दिए। नेतृत्व उनको रगतमै थियो, फौजदेखि हिमालसम्म। सन् 2022मा उनले निम्सदाई फाउन्डेसनको स्थापना गरे, शेर्पा, भरिया र उचाइमा काम गर्ने कामदारहरूका हितका लागि। भर्खरै उनले एभरेस्ट क्षेत्रमा भरियाहरूका लागि आश्रय स्थल पनि उद्घाटन गरेका थिए। उनको दर्शन सधैँ एउटै थियो, असम्भव भन्ने केही छैन। तर उनी यो पनि भन्थे, म कुनै हिमाललाई हल्का लिन्न एउटै पनि होइन। शक्ति र नम्रता दुवै सँगै बोक्ने मान्छे थिए उनी रोकिने मान्छे कहिल्यै थिएनन्। जुलाई 21मा गासेर ब्रम 2 चढेर उनले आफ्नो 57औं 8000 आरोहण पूरा गरेका थिए। इतिहासमै सबैभन्दा बढी 8000 मिटर माथि संसारमा उनीभन्दा धेरै पटक कोही पुगेका थिएनन्। ब्रोड पिक उनको तालिकामा पछि थपिएको हिमाल थियो र नयाँ इतिहासतर्फ उनको दौड अझै रोकिएको थिएन। हिमालमा जाने बेला उनको भाव सधैँ उही हुन्थ्यो, सम्मान र नम्रता। ब्रोड पिकतर्फ लाग्नु अघि उनले लेखेका थिए, ब्रोड पिक म केही मागिन, केवल सुरक्षित यात्रा। अन्तिममा निर्मल पूर्जा को थिए त? संसारले किन यति गहिरो प्रतिक्रिया देखायो? किनभने उनले हिमालको भूगोल मात्र बदलेनन्, उनले सोचेको सीमा बदले। जुन नेपाली आरोहीहरूलाई संसारले सधैँ पछाडि उभिने सहयोगी ठाम्थ्यो, निम्स दाइले तिनलाई विश्व मञ्चको केन्द्रमा उभ्याइदिए। म्याग्दीको एउटा सानो गाउँबाट निस्केर फौजको भर्ती हुँदै संसारको शिखरसम्म यो यात्रा हरेक युवा नेपालीका लागि एउटा सन्देश थियो। तिम्रो जन्मस्थानले तिम्रो सीमा तय गर्दैन। नेपालका प्रधानमन्त्रीदेखि संसारभरका आरोहीसम्म सबैले श्रद्धाञ्जली दिए। तर इतिहासले निर्मल पूर्जालाई हिमपहिरोका कारण होइन, उनले जोगाएको आत्मविश्वासका कारण सम्झिनेछ। किनभने उनले सिकाए, असम्भव भनिने कुरा प्राय हाम्रो मनको सीमा मात्र हो। हिमालले उनको शरीर आफ्नो काखमा राख्यो, तर उनले छाडेको एउटा वाक्य, नथिङ इज इम्पोसिबल, अझै लाखौँ मनमा चढाइ जारी राखिरहनेछ।